आफ्नै धुनमा सपिङ गर्दै हाम्रो नेपालको एक युवती आहा कति राम्रो आफ्नै तालमा। ओहो हाँसो हेर्नुहोस् न, हाँसो कति मिठो हाँसो के उहाँको। आहा है यो अन्त हाँसो भित्रैदेखिबाट निस्किएको हाँसो। अनि आफ्नै धुनमा चलाएर व्यवसाय गर्दै बस्दै गरिरहनु भएको एक युवती। बिन्दास लाइफ। ब्लगर हो नि त अनि थाहा छैन ब्लगर युट्युबर बिन्दास। मेरो देशको सुन्दरता भनेको यही भाइ बहिनीहरूमा छ हौ। आफ्नै पहिरनमा आफ्नो देशको कल्चर अपनाएर आफ्नो देशको आभूषणमा सजिएर यी नानीहरू हेर्नुहोस् त। आहा कति राम्रो छ के नानी है। आहा एउटा उमेर, यो सुन्दरता हामी कहाँ पाउँछौँ र। उमेर बढ्दै गइसकेपछि जे छ अहिले नै छ सुन्दरताको खानी हामीमा, पछि त्यो सुन्दरता पाइँदैन। हेर्नुहोस् न यो भाइहरू पनि कति आनन्द छ क्या। अब होइन यो उमेर हो नि त चट्ट लाएर खाँदै खेल्दै रमाउने। पछि त घर व्यवहारले गाजेपछि अनि सकिन्छ जिन्दगी। आहा दिदी बहिनीहरू कति राम्रो राम्रो हुनुहुन्छ है। तरिका यो हो नि त सजिलै। हेर्नुहोस् त हाम्रो नेपाली पहिरन धेरै किसिमको छ, त्यो मध्ये एक थारू जातिले पहिरिने यो पहिरनमा। अनि आफ्नै खुसीमा मजाले खुसी हुँदै आफूलाई मन लागेको पोजमा फोटो खिच्दै रमाउँदै आफूले आफूलाई खुसी बनाउँदै जीवन यात्रा अगाडि बढाइरहनु भयो। अकस्मात भेट हुनुभयो ह्यान्डसम साथी। ल साथी पनि लास्ट ह्यान्डसम यार, ब्ल्याक ह्यान्डसम के। अब यो लाइटले गर्दाखेरि हल्का ब्ल्याक देख्यो तर ह्यान्डसम हुनुहुन्छ है साथी। भाइको च्यानलमा सब्स्क्राइब गरिदिनु होला, सबैले सेयर गरिदिनु होला है। अब भाइको कुरा सुन्ने अनि सब्स्क्राइब गरिदिनु है गाइस। हाम्रो भाइहरूले पनि गर्दैन होइन, गरेन भने पाप लाग्छ। यो चाहिँ फेरि टक्क लाएर सिभिल मल यसो घुम्न निस्केको बेलामा भ्यालेन्टाइन डेको दिन यसो खिचेको भिडियो है। कस्तो छ यसो हेरेर कमेन्टसम्म पाऊँ है। बोयफ्रेन्ड हुने बोयफ्रेन्डसँग घुमेछन्, गर्लफ्रेन्ड हुने गर्लफ्रेन्डसँग घुमेछन्, नहुनेहरू चाहिँ एक्लै हिँडिरहेछन् है। अब यो रमाइलो बजारभित्र पनि छिरेर हेरौँ न के कस्तो छ माहौल होइन त। यहाँ त अब गिफ्ट किन्ने कार्यक्रममा मान्छेहरू हेलो हेलो